हामीसँग यति राम्रो राम्रो बेबी क्लथहरू छ, यस्तो राम्रो कोटहरू छ है, लेडिज कोटहरू, राम्रो राम्रो ड्रेसहरू छ, यति राम्रो बेबी चाहिँ जामाहरू छ, यसलाई के भन्छ फ्रकहरू है, यस्तो राम्रो राम्रो छ। हेर्नुहोस् त तपाईँ आउने यस्तो राम्रो राम्रो साडीहरू छ है, यस्तो राम्रो राम्रो साडीहरू छ। तपाईँहरूलाई सबै हेर्नुहोस् त, यो सबै सामानहरू तपाईँहरूको लागि छानी छानी लान पाउनुहुन्छ। डिसेबल बच्चाहरूको लागि जो चाहिँ हिँडुल गर्न सक्दैन उनीहरूको खानाको लागि भनेर जम्मा गरेको हो कुर्ताहरू पनि सेटै छ हामीसँग सबै है। तपाईँहरूले छानेर मजाले लान सक्नुहुन्छ है। सबै छ क्लथहरू, यता पनि छ, यता पनि छ, शेर्पा ड्रेसहरू पनि छ, यस्तो राम्रो राम्रो शेर्पा ड्रेसहरू पनि यस्तो डिजाइनमा छ होइन, यस्तोमा छ, यस्तोमा छ, शेर्पा डिजाइनहरू छ। तपाईँहरूले छानेर लान सक्नुहुन्छ। तपाईँहरूले मजाले हेर्न सक्नुहुन्छ। यस्तो यस्तो मजाको ट्राउजरहरू छ, जेमा पनि यस्तो कोटहरू पनि छ, कोट प्यान्टहरू छ है, यस्तो राम्रो राम्रो कुर्ताहरू पनि छ है, यस्तो राम्रो राम्रो है। तपाईँहरूलाई चाहिन्छ भने आएर छानेर भोलि मजाले बिहान 8 बजीदेखि बेलुका 2 बजीसम्म, दिउँसो 2 बजीसम्म तपाईँहरूले आएर छानेर सबै सामानहरू लान सक्नुहुन्छ। आउनलाई चाहिँ मित्र पार्क पशुपति क्याम्पस अगाडि रहेको पिपल बोर्डसँग इजी सपिङ छ, त्यही आएर कल गर्नु होला। हामी तपाईँहरूलाई छानी छानी कपडाहरू दिन्छौँ। तपाईँहरूलाई चाहिएको जति छ, बच्चाको, केटा मान्छेको, लेडिजको त हामीसँग झन् धेरै भेराइटी छ। छानी छानी लानु होला। लेडिजहरूको भर्खर यङ केटीहरूले लाउने, बुढी आमाहरूले लाउने साडीहरू, धोतीहरू सब छ है, साडीहरू, धोतीहरू सब छ यहाँ। छानी छानी देखाउँदा देखाउँदै हेर्नुहोस् त, यति धेरै छ कि यति धेरै छ कि बच्चाको पास्नीको ड्रेसहरू पनि छ हामीसँग। त्यो तपाईँहरूले छानी छानी लान सक्नुहुन्छ। यसपालि चाहिँ हामीले फ्रीमा नभइकन हामीले डिसेबल नानीहरू जो हिँडुल गर्न सक्दैन उनीहरूको खानाको लागि भनेर यो फन्ड जम्मा गरिरहेका छौँ, जसमा तपाईँहरूले कपडा हेरी हेरी 100 रुपियाँ, 200 रुपियाँ र 300 रुपियाँको रेट रहेको छ। तपाईँहरूले आएर मजाले छानेर लान सक्नुहुन्छ। भोलि एक दिनको लागि मात्र छ, पर्सिदेखि चाहिँ यो हुँदैन। भोलि एक दिन शनिबारको लागि छ। तपाईँहरू आएर छानेर सबै सामान लान सक्नुहुन्छ। तपाईँहरू लोकेसन हेरेर आउन सक्नुहुन्छ। यही भिडियोको डिटेल्समा फोन नम्बर छ, त्यसमा फोन गरेर आउन सक्नुहुन्छ। धन्यवाद, नमस्कार।